बसबाट झरेमा फेरि अर्को बसमा चढ्ने हामी चाहिँ ए अब अटोमा हामी चाहिँ एकदम एक्साइटेड छौँ क्यामेराम्यान दिदी मुखी देख्छ हैन अब अटोमा चढ्ने अनि जाने हाम्रो बुटल राम्रो बुटल हो हाम्रो बुटल राम्रो बुटल ल हाम्रो मोडलहरू सुटिङको लागि जाँदैछन् सबैले हेर्नुहोला फाइनल हामी चाहिँ सुटिङ गर्ने घरमा पुगिसकेको छौँ सबैजना सबैजनालाई देखिसक्नु होला हामी 3 जना माटो सुटिङ गर्ने घर देखाउ त पहिला तिमीलाई बनाऊ त्यहाँबाट पहिले कहाँ बनाइदेऊ है सुटिङ गर्ने ठाउँ अनि हामी भलकमा भलकमा बोल उता गाइस सुटिङमा यस्तो लुकी लुकी खान्छन् के हुँदैछ यहाँ ल उस पुस्से लाने ल बोल त गाइस हामी चाहिँ सुटिङ गर्न लागेको छौँ चर्को गाइस
हामी चाहिँ सुटिङ गर्न लाग्यो अनि हामीले घरमा गर्ने हो के खाँदै त मेकअपहरू हात लाने हो नि जी सिकाइ नि यो वान टाइम हाम्रो मोडल अहिलेको तिजको फर्स्ट सुटिङ सबैजनाले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला तिज सङ छिटै आउँदैछ केन चाहियो त त्यहाँ हेरे यस्तै होइन र उसले चाहिँ क्यारेक्टर आफै गर्ने हो त के छन्नामा छन्नामा त कस्तो नानी गर्दै त गरे हेरौँ तिमीले गर त है सुटिङ हुँदैछ यता टेक रोल क्यामेरा एक्सन गर्नु सुरु भयो जयका घर भन्थ्यो नि अब यही हो तिम्रो जयका घर लोडेर हामीले चाहिँ थुक्का चाहिँ सकिसक्यो भर्खरै हो अनिखेरि थोरै उता टिकटकको लागि हामीले बनाएका छौँ लुट्न जानुपर्छ क्या सबैजनालाई अब चाहिँ हामीले धान रोप्नु आयो त्यही भएर हामी चाहिँ अब धान रोप्ने उता चाहिँ धान गोड्दै हुनुहुन्छ त्यही धान लगाएर हामी धान रोप्छौँ रोपा अर्को रोपा 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 यताउति हेर माथितिर लुगा धुने त पानी हुन्न सबैजनालाई हामी चाहिँ सुटिङमा आएको थियौँ फेरि अर्को कपडा चेन्ज गरिसकेको छौँ डान्सरहरू फर्स्ट मोडल सेकेन्ड मोडल थर्ड मोडल अनि सबैजना हुनुहुन्छ यहाँ
के लगाइदियो नदेखान के लगाइदिनु दिदीले घुम्रो कपालवाला अङ्कल आयो भेरी गुड नछोडा है नछोडा तपाईले पनि नछोडा अगाडि